बहन उसको लागि काटेर त उसको क्या उता हेर उता कहाँबाट मच्छर माछा आएछ कानमा ढुङ्गिनु बिहान सबै मसलाहरू किनेको नानी अनि त्यो बेसिनहरू हालेर अलि बाग्लो उता बस्दा बाग्लो बनाऊँ भनेको त्यो बेसिन भुलेर कुकिङ गर्नु लागेको नि धेरै वर्ष भइसक्यो। अब आफूले बनाएको आफूले मिठो हुन्छ के गर्ने। साग पनि तयारी हालतमा भइसक्यो, दाल तयारी भयो, खाना पनि तयार भइसक्यो, ड्रेजर पनि तयार छ। अब बोतलमा पानी भन्ने कि के भन्ने त्यो पनि तयारी छ। त्यहाँ बोतल गिलास पनि तयारी छ। आँखाको एक्सर्साइज गरेर आएछ कसैले। थोरै तरकारी पकाउँछ के पनि हो।